नमस्कार। एसई परीक्षाका सन्दर्भमा विद्यार्थी र अभिभावकहरूलाई केही सुझावहरू छन्। त्यसमध्ये सबभन्दा पहिला विद्यार्थी भाइ बहिनीहरूका लागि नै सुझावहरू रहेका छन्। सबभन्दा पहिला त परीक्षामा कस्तो खालको प्रश्न सोधिन्छ, कुन क्षेत्र जस्तै ज्ञान, बोध, प्रयोग, उच्च दक्षता, कुन क्षेत्रबाट कस्तो प्रकारको क्वेशन सोधिन्छ भन्ने बारेमा आफूले जानकारी हासिल गर्नुपर्दछ। परीक्षाको लागि समय तालिका रुटिन बनाएर त्यसैको आधारमा नियमित रूपमा पढ्ने बानी गर्नुपर्दछ। पहिलेका पुराना प्रश्नपत्रहरू छन् भने ती प्रश्नपत्रहरू जम्मा गरेर त्यसको अभ्यास गर्ने बानी गर्नुपर्दछ। 10 सेट अर्थात् ओल्ड इज गोल्ड अथवा क्वेशन ब्याङ्क जे भने पनि त्यसैबाट अभ्यास गर्दा राम्रो हुन्छ। त्यसको लागि समय छुट्याइएको छ। जस्तै 75 पूर्णाङ्कको परीक्षाको लागि 3 घण्टाको समय रहने गर्दछ। 3 घण्टा भनेको 180 मिनेट हो। त त्यस हिसाबले 3 घण्टा अर्थात् 180 मिनेटलाई 75 ले भाग गर्दाखेरि 2.4 यो चाहिँ जुन रातो अक्षरमा लेखिएको छ यो भनेको मिनेट हो। तपाईँ बुझ्न सक्नुहुन्छ। 2 मार्कको लागि 4.8 मिनेट हुन्छ, 5 मार्कको लागि 12 मिनेट हुन्छ, 6 मार्कको लागि 14.4 मिनेट हुन्छ, 8 मार्कको लागि 19.2 मिनेट हुन्छ। यसरी छुट्याइएको छ। यहाँ केही समय पज गरेर तपाईँ हेर्न सक्नुहुन्छ यो। त्यसैगरी परीक्षा दिँदा कस्ता प्रश्न हल गर्दा कति समय लाग्छ भन्ने कुरालाई यकिन गर्न समय व्यवस्थापन अभ्यास गर्नुहोस्, जुन अगाडि भर्खर गरियो टेबलमा देखाइएको थियो। एकपटक पढेर पुग्दैन, पढेको कुरा कति समय सम्झन सकिँदो रहेछ भनेर नियमित रूपमा त्यसलाई रिभाइज गर्ने, पुनरावलोकन गर्ने बानी बसाल्नुपर्छ। सम्बन्धित विषय शिक्षकको नियमित सम्पर्कमा रहनु पर्यो। तपाईँ कुन ग्रुपमा हुनुहुन्छ, व्हाट्सएप, मेसेन्जर, कुन ग्रुप यदि बनाउनु भएको छ भने त्यसैगरी नियमित रूपमा सम्पर्कमा रहनु पर्दछ। शिक्षकबाट धेरै अपडेटहरू आइरहन्छन्। परीक्षामा आवश्यक पर्ने सामग्रीहरू जस्तै कपी त परीक्षा हलमै उपलब्ध हुन्छ। कलम, पेन्सिल, प्रवेशपत्र, ज्यामिति बक्स, क्याल्कुलेटर, अतिरिक्त कलमहरू आदि तयारी अवस्थामा राख्नुपर्छ। नबिर्सिकन आफूले लैजानुपर्दछ परीक्षा हलमा। परीक्षा केन्द्र कहाँ छ भन्ने कुरा पहिल्यै थाहा पाउनु पर्दछ। समय अघि नै त्यहाँ पुग्नुपर्ने हुन्छ, आधा घण्टा अगाडि नै गरेर। पहिलो दिन परीक्षा केन्द्रमा भनिहाल्यो आधा घण्टा अगाडि नै पुग्नु पर्दछ। आफ्नो सिट चिन्नु पर्दछ। सामान्यतया सिट परिवर्तन हुँदैन। परीक्षामा धेरै पढ्नुपर्छ भनेर अनिदो बस्ने बानी गर्नु हुँदैन। पर्याप्त निन्द्रा लिनुपर्दछ। मानसिक थकान भयो भने फेरि पढेको कुराहरू पनि बिर्सिने समस्या आउन सक्दछ। त्यसले गर्दाखेरि कम्तीमा पनि 6 घण्टा निदाउनु पर्दछ। परीक्षाको बेलामा कुनै पनि प्रकारको यो जङ्क फुडहरू, ड्राई फुडहरू, बढी मात्रामा तेलमा फ्राई गरिएको, अमिलो, पिरो त्यस्ता खालका यो खानेकुरा खानु हुँदैन। अस्वस्थकर खाना खानु भएन। स्वस्थ र सन्तुलित खाना, ब्यालेन्स डाइट खानुपर्ने हुन्छ। निरन्तर रूपमा पढिरहने मात्रै गर्नु हुँदैन। खालि परीक्षाको समयमा पढिराख्ने गर्ने पनि होइन। मानसिक रूपमा तनाव कम गर्न बेला बेलामा एक्सर्साइजहरू, व्यायामहरू, हैन, ध्यान, योगा आदि गर्न सकिन्छ। सामान्य मनोरञ्जनहरू गर्न सकिन्छ। परीक्षाको समयमा ज्यादै रूपमा यो गधाले काम गरेको जस्तो चाहिँ होइन। मानसिक रूपमा फुर्तिलो हुनु जरुरी छ। परीक्षा केन्द्रमा केन्द्राध्यक्ष अर्थात् सुप्रिन्टेन्डेन्ट लगायत निरीक्षक अर्थात् गार्डको निर्देशन राम्रोसँग सुन्ने गर्नुपर्दछ। त्यसको पालना गर्नुपर्ने हुन्छ। मूल उत्तर पुस्तिकामा आफ्नो सिम्बल नम्बर, विषय, मिति, परीक्षा केन्द्र आदि प्रष्ट रूपमा लेख्नु पर्दछ। नेपालीमा भनेको ठाउँमा नेपालीमा लेख्ने, अङ्ग्रेजीमा भनेको ठाउँमा अङ्ग्रेजीमा लेख्ने, अक्षरमा भनेको ठाउँमा अक्षरमा लेख्ने। अनि जुन फ्रन्ट पेजको भित्री भाग हुन्छ त्यहाँ केही पनि नलेख्नु होला भनेको हुन्छ। त्यहाँ केही लेख्नु जरुरी छैन। त्यो पेज च्यातिने नै हो अन्त्यमा कोडिङ र डिकोडिङको लागि। दिएका प्रश्नपत्र ध्यानपूर्वक पढ्नु पर्दछ। प्रश्नले खोजेको उत्तर राम्रोसँग प्रश्न बुझेर मात्र लेख्नु पर्दछ। होइन भने सम्धिले आग्रह कुरा गर्ने अनि आफूले चाहिँ गाग्राको कुरा गरे जस्तो हुन्छ, कुरो मिल्दैन। आफूलाई सबभन्दा सजिलो कुन प्रश्न लागेको छ त्यही प्रश्नबाट सुरुवात गर्न सक्नुहुन्छ। त्यसले गर्दा आफू आशावादी भइन्छ। अरू प्रश्नको पनि उत्तर लेख्नको लागि सकारात्मक ऊर्जा प्राप्त हुन्छ।
प्रश्नको उत्तर स्पष्ट र सफासँग लेख्नुपर्छ। कपीको दायाँ बायाँ कम्तीमा 1 इन्च छोडेर मात्र लेख्नुहोस् भनेको छ। तर एसीको परीक्षामा तपाईलाई पहिला नै धर्का तानिसकिएको हुन्छ, लाइन तानिसकेको हुन्छ, अर्थात् मार्जिनहरू छोडिसकिएको हुन्छ। त्यसले गर्दाखेरि आफूले केही गर्नु जरुरी छैन, आफूले लेख्ने मात्रै हो। त्यसमा मार्जिनभन्दा बाहिर प्रश्न सङ्ख्या लेख्ने हो, प्रश्न नम्बर कति नम्बरको उत्तर हो यो भन्ने कुरा चाहिँ स्पष्ट रूपमा लेख्नुपर्छ। कपीमा कन्जुस्याइ गर्नु पर्दैन, जरुरी छैन। कपी सकियो भने जति पनि थप्न पाइन्छ। समय व्यवस्थापन गरेर सबै प्रश्नको उत्तर दिनुपर्ने हुन्छ। जानेको प्रश्नमा धेरै लामो लेखेर समय व्यतीत गर्नु हुँदैन। त्यसले गर्दा अरू प्रश्नलाई अप्ठ्यारो पर्ने हुन्छ, त्यसको उत्तर लेख्नलाई समय पुग्दैन। कुनै प्रश्नमा अड्कियो, गाह्रो पर्यो भने त्यसलाई छोडिदिनुपर्छ। सिधै अर्को प्रश्न जुन जानिन्छ त्यसपट्टि लाग्नुपर्छ। गरिसकेको प्रश्नलाई ठिक चिन्ह लगाउने अथवा गोलो चिन्ह लगाउने गर्नुपर्दछ, ताकि प्रश्नहरू दोहोरिएर नगरियोस्। र प्रश्नमा धेरै केयरमेट पनि गर्नु हुँदैन, धेरै लेख्ने काम गर्नु हुँदैन। रफ कपी चाहियो भने दिएकै कपीको एउटा पेपरलाई चाहिँ रफ भनेर लेख्नुपर्ने हुन्छ। रफमा लेख्ने हो, केयरमेट गर्न जति पनि पाइन्छ, तर च्यात्नु हुँदैन। रफ कपी पनि बुझाउनु पर्दछ स्टिच गरेर। सधैँ आत्मविश्वासिलो हुनु पर्यो, सकारात्मक सोच राख्नु पर्यो, शान्त रहनु पर्यो, नकारात्मक विचारहरूलाई मनबाट फाल्नु पर्यो। नकारात्मक कुरालाई चाहिँ मनमा राख्न दिनु भएन, सकारात्मक कुरा मात्रै राख्नुपर्ने हुन्छ। आफू शान्तसँग बस्नुहोस् परीक्षा हलमा। अरू परीक्षार्थीहरूलाई बाधा नदिनुहोस्। आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकारको पनि सम्मान गर्नुपर्ने हुन्छ। हो हल्ला कसैलाई पनि मन पर्दैन। त्यसैगरी परीक्षाको मर्यादा कायम गर्नुहोस्। यसको लागि मर्यादा कायम गराउनको लागि निरीक्षक, सुप्रिन्टेन्डेन्ट, केन्द्राध्यक्ष सबै लागि परेका हुन्छन्। त्यसमा परीक्षार्थीहरूले पनि सहयोग गर्नुपर्ने हुन्छ। आफ्नो क्षमतामा पूर्ण विश्वास गर्नुपर्छ, सधैँ धैर्य रहनुपर्छ, विचलित हुनु हुँदैन। एउटा प्रश्नको उत्तर बिग्रिँदैमा सबै बिग्रिने होइन। परीक्षाको समय बाँकी छँदै जस्तो मानौँ, कुनै होइन समय चाहिँ बाँकी नै छ, तर उत्तर लेखिसक्यो, सबै प्रश्नको हल गरिसक्यो भने चाहिँ एकपटक के लेखियो त, कहीँ गल्ती पो भयो कि भनेर सच्याउने गर्नुपर्दछ। उत्तर पुस्तिका थप्नु भएको छ, अर्थात् थप कपी थप्नु भएको छ भने मेन कपीसँग त्यसलाई नछुट्टिने गरी राम्रोसँग स्टिच गराउनु पर्दछ। यो विद्यार्थी भाइ बहिनीहरूको लागि सजेसन थियो। यसैगरी आदरणीय अभिभावकज्यूहरूलाई पनि केही सुझावहरू छन्। परीक्षाको समयमा अभिभावकज्यूहरूले परीक्षार्थीलाई मानसिक तनाव हुन सक्छ, यो कुरा थाहा पाउनुपर्छ। अभिभावकहरूले परीक्षार्थीहरू बालबालिकाहरूलाई शान्त र सकारात्मक रहन मद्दत गर्नुपर्दछ। यो वातावरण सिर्जना गर्नुपर्ने उहाँहरूको दायित्व हुन आउँछ। उनीहरूको क्षमतामा अर्थात् बालबालिकाहरूको क्षमतामा विश्वास देखाउनुहोस्, विश्वास गर्नुहोस्। उनीहरूले केही गर्छन्, राम्रो गर्छन् भनेर विश्वास गर्नुपर्ने हुन्छ। उनीहरूलाई प्रेरित गर्नुहोस्, हौसला दिनुहोस्। यसले के लेख्ला र यसले के गरी खाला र भन्ने कुराको यो चाहिँ यस्ता भाष्यहरू निर्माण नगर्नुहोस्, यस्तो कुरा नबोल्नुहोस्। बालबालिकालाई परीक्षाको नतिजा भन्दा पनि उनीहरूको प्रयास चाहिँ महत्त्वपूर्ण हो है भन्ने कुरा बुझाउनुहोस्। त्यसकारणले गर्दा अहिले यो नेपाल बोर्ड फर्स्ट डिभिजन, सेकेन्ड डिभिजन यस्ता कुराहरू सब हटाइएको छ। खालि ग्रेडिङ सिस्टम लागू भएको छ, लेटर ग्रेडिङ। यो कुरा बुझाउनु पर्ने हुन्छ। बुझ्न सकिएन, बुझाउन सकिएन भने शिक्षकको मद्दत लिन सकिन्छ। बालबालिकालाई अध्ययनको लागि घरमा शान्त र अनुकूल सिकाइ वातावरण प्रदान गर्नुहोस्। हो हल्ला हुने वातावरण गर्नु हुँदैन परीक्षाको समयमा। छोराछोरीलाई आवश्यक शैक्षिक तथा अन्य आवश्यकीय सामग्रीहरू उपलब्ध गराउनुहोस्, यो किनिदिनुहोस्। उनीहरूको अध्ययन तालिका बनाउन र त्यसलाई पालना गर्न आफूले मद्दत गर्नुहोस्। बालबालिकालाई पढ मात्र भन्नु हुँदैन, त्यसको लागि राम्रो वातावरण बनाइदिनुपर्छ। विद्यार्थीलाई चाहिँ पढ भन्ने, आफू चाहिँ मोबाइल चलाएर बस्ने, टिभी हेरेर बस्ने होइन, ठुलो साउन्डमा गीतहरू बजाइदिने, त्यसले गर्दाखेरि बालबालिकाहरूलाई डिस्टर्ब हुन्छ। राम्रो समयमा उनीहरूले मतलब समय दिन सक्दैनन्, पढ्नको लागि समय छुट्याउन सक्दैनन्। अप्रत्यक्ष रूपमा बालबालिकाहरू के गर्दैछन्, पढ्दैछन् कि अथवा उनीहरूलाई कुनै मानसिक तनाव छ कि
शारीरिक कुनै समस्या पो छ कि भन्ने बारेमा आफूले निगरानी राख्नुहोस्। बालबालिकालाई पर्याप्त आराम र निद्रा लिन प्रोत्साहित गर्नुहोस्। निदाउनु जरुरी छ, धेरै पढ्नु जरुरी छैन। परीक्षाको समयमा धेरै पढ्ने होइन, पढिसकेको कुरालाई रिभाइज गर्ने चाहिँ हो। कुन लेसनमा के कुराहरू छन् भन्ने कुरा सरसर्ती जानकारी लिने हो। छोराछोरीलाई सन्तुलित आहार अर्थात् यो सन्तुलित आहार ब्यालेन्स डाइट भन्छ। हाम्रो शरीरलाई आवश्यक पर्ने आहार त्यसलाई समयमा नै दिने गर्नुहोस्। खाना समयमा उपलब्ध गराउनुहोस्। परीक्षाको समयमा विद्यार्थी अर्थात् बालबालिकाहरूको स्वास्थ्यको विशेष ख्याल राख्नुहोस्। उनीहरूलाई रुगा, खोकी, ज्वरो कुनै समस्या छ कि यो बारेमा जानकारी लिनुहोस्। उनीहरूको भावना के छ, मनमा कुनै पीर परेको छ कि कुनै टेन्सन छ, तनाव छ, यो कुरालाई ध्यान दिएर सुन्नुहोस्। भावनाहरू व्यक्त गर्न प्रोत्साहित गर्नुहोस्। सकारात्मक जवाफ दिनुहोस्। सहानुभूति देखाउनुहोस् आफ्ना बालबालिकाहरूप्रति। नकारात्मक नहुनुहोस्। बालबालिकालाई पुराना प्रश्नपत्रहरू हल गर्न र अभ्यास गर्न प्रोत्साहित गर्नुहोस्। परीक्षाको समयमा बालबालिकाहरू तनावमा हुन सक्छन्, तसर्थ उनीहरूलाई आवश्यक सामग्रीहरू तयार राख्न मद्दत गर्नुहोस्। कुनै समय छरपष्ट भएको छन् कुनै सामग्रीहरू भने त्यसलाई मिलाएर राखिदिनुहोस् उनीहरूले देख्ने ठाउँमा, ताकि भोलिपल्ट बिहान परीक्षा दिन जाने बखतमा सामग्रीहरू खोज्दा खोज्दै समय नबितोस्। बालबालिकालाई सधैँ हौसला र प्रेरणा दिनुहोस्, आशावादी बनाउनुहोस्। यस्तै कुराहरू छन्। अन्त्यमा एसी परीक्षामा सहभागी हुने सम्पूर्ण परीक्षार्थी भाइ बहिनीहरूको परीक्षा सफलता तथा उज्जवल भविष्यको कामना गर्दछौँ। धन्यवाद। भिडियो हेरिदिनु भएकोमा सबैलाई धन्यवाद छ। भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर र सब्स्क्राइब गरिदिनुहोस्। तपाईको सब्स्क्राइबले हामीलाई यस्तै शिक्षा सम्बन्धी भिडियो बनाउनको लागि अभिप्रेरित गर्दछ। आजलाई यति नै। धन्यवाद।